बस पार हेर्नु न, यो सबै बस पार्क हो र डम्बुल्ला। आज म श्रीलङ्काको यस्तो ठाउँ जाँदैछु यो बस चढेर। यात्रा 5-6 घण्टाको हुनेछ। बसबाट उत्रेपछि यस्तो ठाउँमा पुग्नेछु। एक्सिडेन्ट पो भयो त। त्यो सबै हेर्नु होला अन्तिमसम्म है त। हामी बसमा आइसकेका छौँ। प्यासेन्जरहरू थोरै भरिसक्नु भएको रहेछ। बुद्ध भगवान बिना चाहिँ यहाँका प्राय केही चिजहरू पनि अपुरा हुने रहेछन्, अधुरा हुने रहेछन्। र एउटा नबुझेको कुरा चाहिँ के छ भने मैले झ्याल खुल्छ कि खुल्दैन, खुल्ने रहेछ। ल सिगिरिया Dabulla Kamya 11 kilometer Dabulla Sigiri. ओ बुझ्नुभयो? Direct bus no. ओके, डाइरेक्ट बस छैन अरे। डम्बुल्लाबाट चाहिँ 30 किलोमिटर चाहिँ अब अर्को लोकल गाडीमा जाने। यहाँबाट करिब 170 किलोमिटर जति चाहिँ हामी यी बसबाट जाने भयौँ। हाम्रो बस हिँडिसकेको छ। बस पार्कबाट हिँडिसकेको छ। गन्तव्यमा पुग्न करिब हाम्रो बसलाई कति समय लाग्छ भने 6 घण्टा लाग्छ। र यहाँको बस पार्क चाहिँ तपाईँले देख्न सक्नुहुन्छ। खत्रै रहेछ हैन, यतिको खत्रै हो। अनि अब के हुन्छ, कहाँ हुन्छ, कस्तो हुन्छ भिडियोमा हेरौँ। अनि र यहाँको गाडीको भाडा 1000 2000 टोटल 1310 रुपिस। हेरौँ है, 1310 रुपिस यो बसको भाडा चाहिँ। बाटोहरू यहाँको हेर्नु है, ट्राफिक लाइटहरू विकासको हिसाबले झट्ट हेर्दा त यो यात्रामा तपाईँ पनि सँगै रहनुहोला। र युट्युबमा 1000 भन्दा कम सब्सक्राइब छ। तपाईँलाई पनि युट्युब चलाउन मन छ भने कमेन्टमा ओके लेख्दै जानुहोला। श्रीलङ्काको विकास हेर्नुहोस् है। तल बाटो छ, त्यहाँभन्दा माथि पनि अर्को बाटो छ, त्योभन्दा माथि पनि अर्को बाटो छ। झट्ट हेर्दा युरोप अमेरिका जस्तो यो लेभलको विकास छ श्रीलङ्कामा। भिडियो निरन्तर हेर्दै गर्नुहोला। हाम्रो दाइले भोक लागिरहेको थियो, खानेकुराले। हामी हिँडेको करिब 2 घण्टा पछाडि यो खाँदैछौँ। गडबुडा हो यो चाहिँ। गडबुडा कस्तो हुन्छ भने नि, अमिलो गुलियो मिठो हुन्छ। यो ककरले खानुभएको छ यो गडबुडा चाहिँ। यो कस्तो हुन्छ भने हेर्नु है, म खाने तरिका पनि मलाई थाहा छैन। यो फाल्ने बाहिरको, भित्रको अब यो यसलाई चाहिँ श्रीलङ्काको बाटो यति डेभलप भएको रहेछ। जता गए पनि यो लेभलका 4 लेनहरू अनि हाइवेहरू चाहिँ यस्तो बाटो मात्रै बनेको छैन कि यहाँ सडक बत्ती पनि हेर्नु न, बाटोमा लाउने बत्तीहरू पनि है त्यही लेभलका छन्। यहाँले देख्न सक्नुहुन्छ यो चाहिँ श्रीलङ्काको गाउँ एरिया हो। गाउँ यस्तो अचम्मको ठाउँ जाँदैछौँ जुन चाहिँ हामी मात्रै होइन, लाखौँ मान्छेले त्यो ठाउँ घुमिसक्नु भएको छ। यो बसको यात्रामा छौँ हामी। टक्क सबै नरिवलका बोटहरू मुनि गाई चरिरहेका छन्। बाटोमा टन्नै छ खानेकुराहरू, खानेकुराको कमी छैन। तर पिपलका रुख, अब तलतिर बुद्ध देख्नु पनि। एउटा जङ्गलमा आएर गाडी रोक्यो र यहाँ चाहिँ केही खाने ठाउँ हो भन्ने थाहा पाइसकेँ मैले। यतापट्टिको गाडी पनि रोकिएको छ र अब आम्मामा मान्छे त कति हेर्नु न पछाडि। के खाइन्छ, कहाँ जाइन्छ भने यो चाहिँ होटल रहेछ।
यहाँ भाषामै लेखेको छ इनी इडीसम्म यहाँ गएर कप चिया सबैजनाले ब्ल्याक टी खाइराख्नु भएको छ। प्राय यहाँ चाहिँ यो खाइदो रहेछ यो केचुक सबजनाको लाइन छ। हामी पनि अब यही लाइनमा बसेर लाइन थप्ने हो। खाने कुराहरू चाहिँ बब्बाल रहेछ है। बर्गर यो के भने के हान्थ्यौ चिकन एक टु। अब यो चाहिँ हाम्रो पारिदिने टु। हाम्रो पनि त्यही नानीकोबाट काट्नु भन्थ्यौँ पैसा होइन छ होइन प्लेटमा खाऊँ न ए होइन न सेपरेट वान यो खाने हो यो वान चिकन भेजिटेबल इही ल ओन्ली वान म खान्न ओके ओ गाईको दुध जस्तो छ यार। ल चेन्ज लिन उहाँ बस्छ उहाँ राखौँ न। थ्याङ्क यू सो मच। अब कति हजार पैसा रिटर्न आयो ल। हाम्रो खाजा चाहिँ यो छ 1000 2000 3000 4000 150 भनेपछि 850 को रहेछ यो फ्रेन्ड। मिठो नास्ता खाइसकेपछि यो चिज पनि खान्छु म कहिले हो थाहा छैन। झोक चलिरहेछ एभोकाडोहरू यत्रो ठुलो बनाना देख्नु भएको थियो एउटाले अगाउँछ मान्छे। यो ठाउँ चाहिँ श्रीलङ्काको गाउँ हो। हाम्रो गाडी चाहिँ त्यही हो हैन। अनि हरेक ठाउँमा श्रीलङ्काको गाउँतिर चाहिँ ट्याक्कै नरिवल यो पहाडी एरिया हो श्रीलङ्काको। र यहाँबाट चाहिँ श्रीलङ्काको बाटो चाहिँ लोभलाग्दो छ है। श्रीलङ्काको बाटो यति लोभलाग्दो छ कि पिचै मात्रै छ र बाटो व्यस्त पनि। यहाँ हेर्नु त कति व्यस्त छ एकैछिन हेर्नुहोस् त ल। यो हाम्रो नेपालमा पाउने यस्तो अटो यहाँ हाम्रो गाडी टिटिट गरो गाडी छुट्यो भने फेरि जिन्दगी छुट्छ। पासपोर्टदेखि सबै त्यही छ। हाम्रो दुईटा ढोका छ। पछाडिबाट भन्दा अगाडिबाट अलिकति छिटै चढिन्छ। हाम्रो गाडी चाहिँ छुटेन है। श्रीलङ्का कुकुरले बोलाउँदा च्यो कुतु बुझ्यो क्या हो कुतु आइज ओइ गाडीले खिचाइदिएको रहेछ के हो थाहा छैन। यो गाउँ हो। ल्यान्ड भयौँ हामी गाडीबाट। अब जाने चाहिँ अर्को ठाउँ हो। हामीलाई यो के छ भने यहाँ आएर होटल खोज्यौँ भने पाउँदैनौँ। रुम भनेर यसरी यहाँ हेर्नु है रुम भनेर लेखेको हुन्छ। अब यहाँबाट छिरो भने यहाँबाट होइन कहाँबाट छिरो भने रुम भनेर सिधै पर लग्यो जस्तो लाग्यो यार मलाई। हो भरे नि किट्न्याप त हान्दैन नि इल्ले भन्यो भने त सक्यो त। हामी यही हाम्रो भएको सामान राखेर केही समयको लागि चाहिँ यो ब्याग नबोकिकन आजको हाम्रो बास चाहिँ
ए यो रहेछ नि त साने मेरो नमस्कार। यो पनि पुरै फुल रहेछ। हामीलाई चाहिएको काँडा थियो तर होटल पुरै फुल र विश्वमा यतिको ठुलो मसलाको रुख कहीँ देख्नुभएको थियो? आम्माम्माम्मा कत्रोसम्म हुँदो रहेछ यार यो रुख। हट बैक साइड हट। अब हामी यहाँ अर्को होटल जाँदैछौँ। यहाँको टुकटुक चढेर होटल चाहिँ होटल यहाँ रुम छ कि छैन गलियो। आज यो होटलमा बस्दैछौँ, रुम भेट्यौँ। रुम चाहिँ कस्तो छ भने नि म देखाउँदैछु। यो होटल चाहिँ पुरै प्याक रहेछ र यहाँ रुम हेर्दैछौँ। यो रुम हो आज हामी बस्ने रुम। ठ्याक्कै यही रुमलाई चाहिँ करिब 7,000 जति नेपाली 3500-4000 जति पर्ने रहेछ। श्रीलङ्काको यो ठाउँमा आएपछि यहाँबाट करिब 1-1.5 घन्टा पछाडि रावणको दरबार छ। तर धेरैजनाले यहाँ आएपछि भगवान बुद्धका धेरै कुराहरू यो ठाउँमा छ। विश्वभरिबाट भगवान बुद्धको यहाँको बारेमा हेर्न बुझ्न मान्छे आउँछन्। तिमीहरू नेपालबाट आएको भनेपछि त्यो पनि जानु भन्नुभयो। त्यस पछाडि हामी आज यहाँको अलिकति गाउँ घुम्छौँ। भोलि बिहानै यहाँको बुद्धको यो ढुङ्गामा भित्रपट्टि राखिएको पुरानो 2000 वर्ष पुरानो चाहिँ मूर्तिहरू छन् रे। अब त्यो भोलिको भिडियोमा हुन्छ। आज चाहिँ हामी गाउँतिर जाँदैछौँ। यहाँबाट यता लागेर गाउँतिर गएर गाउँको गोरुगाडाहरू के छ अरे। अब हेरौँ न। एकछिन 1 घन्टाकै 12-15 हजार रुपियाँ पैसा जाँदैछ। कस्तो छ हेरौँ। अब अहिले म श्रीलङ्काको यस्तो ठाउँमा छु र आज यस्तो ठाउँ जाँदैछु श्रीलङ्काको। हेर्नुहोस् है हामीले यो आज यस्तै गाडी चाहिँ आज दिउँसोभर हामीलाई गाउँतिर घुमाउनु, श्रीलङ्काको गाउँ हेर्ने हामी भनेर यो दाइलाई रिजर्भ गरेर लिएर गएको छौँ र उहाँले पनि यहाँ आएपछि त त्यहाँ जानु है भनेर भन्नुभएको छ। अब कहाँ रहेछ हेरौँ है त। यो चाहिँ दम्बुल्ला भन्ने ठाउँ श्रीलङ्काको यो चाहिँ बजारै हो र अब हेर्दैछौँ कस्तो ठाउँ पुगिन्छ है त। र इन्ट्रेस्टिङ कुराहरू पनि भिडियोमा पक्कै हुन्छन् किनभने गाउँका कुराहरू केही युनिक हुन्छन्। नेपालको गाउँ र श्रीलङ्काको गाउँमा चाहिँ के डिफ्रेन्स छ त? नेपाल चाहिँ जमिनले घेरेको भूपरिवेष्टि देश हो भने श्रीलङ्कालाई चाहिँ जमिन कुनैले पनि छोएको छैन। समुद्रले घेरेको सामुद्रिक देश भनौँ न हो। अब एउटा टापु जस्तो पनि हो ठुलो। तर यो देश विकास चाहिँ फर्को मारेको रहेछ। बाटोघाटोलाई मात्रै हेर्ने हो भने। र हेरौँ है अरू के छ। हामी गाउँतिर लागिसक्यौँ। गाडीको स्पिड भन्दा पनि यो टुकटुकको स्पिड ज्यादा हुँदो रहेछ। अब के हुन्छ थाहा छैन। जान चाहिँ टुकटुकबाटै जाँदैछौँ। अगाडिपट्टि ट्राफिक चेकिङ छ। कारलाई पनि टपिदिन्छ त नि। अन्तिममा आएर कारले पनि टपिदिएर पो त। कारलाई नै टपिक। हेरौँ है बिस्तारै हामी गाउँतिर लागिसक्यौँ। र नेपालको घरहरू भन्दा चाहिँ टोटल्ली डिफ्रेन्ट पाएँ मैले श्रीलङ्कामा। यहाँको प्राय सबै कुरा नै फरक। जस्तै नेपाल इन्डियाको त केही कुराहरू कमन मिल्दो जुल्दो हुन्छ भने
बङ्गलादेशसँग पनि केही कुराहरू मिल्दोजुल्दो हुन्छ भने श्रीलङ्काको चाहिँ प्राय घरहरू पनि पुरै डिफ्रेन्ट खालको अनि हरेक घरको माथि टिन भन्दा पनि यस्तो माटोको लगाएको ठ्याक्कै घरको डिजाइन हेर्ने भने जर्मनतिर युरोपतिरको जस्तो घरको डिजाइन। अनि यहाँ पनि गाडी चाहिँ इन्डियामा जस्तै सस्तो छ होला, यति धेरै मान्छेले गाडी युज गर्ने कि बाइक एकदम कम छ यहाँ। जति नेपालमा छ, हाम्रो नेपालमा बाइक ज्यादा छ भने यहाँ चाहिँ एकदमै कम, लिमिटेड मात्रामा बाइक देखेँ मैले, गाडी नै ज्यादा देखेँ। अरे र यहाँ नहर रहेछ। अब केही मिनेटमै हामी पुग्दैछौँ। यो हाम्रो दाइले कुदाउनु त खत्रै कुदाउँदैछन्, हेर्नु त। अनि एउटा अचम्म लागेको कुरा चाहिँ श्रीलङ्कामा बाटो बिग्रेको काहीँ पनि देखिनँ मैले। कफी सपहरू रहेछ यार पुरै हो टक्कसँगले गाउँतिरै। हामी बिस्तारै गाउँतिर छिरिसकेका छौँ। गाउँको पसलहरू, गाउँका यी घरहरू, साइकल पनि सर्र मान्छे हिँड्नु हुँदो रहेछ। र श्रीलङ्काको कृषि गाउँ, स्पिड होइन। यहाँ चाहिँ उहाँहरूले यो कुदाउनु हुन्न रहेछ, यो अटो चाहिँ लगभग उडाउने तरिकाले कुदाउनु हुँदो रहेछ। कतिको स्पिडमा छ भने यो 40 भन्दा माथिको स्पिडमा छ। र यो एरियामा चाहिँ अलिकति कम नरिवल पायौँ हामीले। यहाँ धेरै चाहिँ आँपका रुखहरू रहेछन्। अनि हल्का जङ्गलतिर जाँदैछौँ हामी। कहाँ पुग्छौँ थाहा छैन, अब बस्नु होला एकछिनसम्म। पुरै आँप बगान रहेछ। खास हाम्रो आजको गन्तव्य सायद यतैबाट सुरु हुन्छ जस्तो लाग्यो। यो चिज चाहिँ गाडी बिस्तारो भएको कारणले अब हामी यहाँबाट भित्र छिर्छौँ जस्तो लाग्यो। होइन, श्रीलङ्काको भिडियो कसले हेर्दै हुनुहुन्छ र युट्युबमा तपाईँको 1000 भन्दा थोरै सब्सक्राइबर छ भने कमेन्टमा ओके लेख्दै जानु होला। र जसले ओके लेख्नुहुन्छ उहाँलाई सब्सक्राइब पनि गर्दै जानु होला। भिडियो हेर्नेहरूको कमेन्ट अनिवार्य आओस् र तपाईँको युट्युबमा पनि अरूजनाले सब्सक्राइब गर्नुहुन्छ है त। यो श्रीलङ्का टुरको बेलामा चाहिँ सबैजनाले एभ्रिडे भिडियोमा ओके लेख्दै जानु होला। हरेक भिडियोमा कतिले ओके लेख्नुहुन्छ हेरौँ। हामी लगभग हामी कहाँ आयौँ त? के रहेछ यसो बुझौँ त भाइ। हामी कुन ठाउँमा आयौँ थाहा छैन, तर एउटा घर चाहिँ दामी छ, माटोले लिपेको। यसको विशेषता बुझौँ त भाइ। माटोले लिपेको यो घर, यो चाहिँ के हो? ओरिजिनल पो रहेछ त, हेर्नु त। अनि दामी रहेछ यो। यहाँ किन यो लाइन्छ भने नि, यो अत्याधिक गर्मी छ। यहाँ टिन लायो भने मान्छे बस्न सक्दैन। त्यस कारणले छानाहरू प्राय सबै टिनको हुँदैन। र पछाडिपट्टि धानबारी यो देखिएको सर्लक्कै धानबारी हो भने यो देशमा मान्छेको घर हुँदैन होला बरु, तर नरिवलको बोट चाहिँ त्यति धेरै हुन्छ। अब हामी कहाँ जान्छौँ, के गर्छौँ भन्ने कुराको यहाँबाट बुझौँ है त। यहाँ चाहिँ के रहेछ भाइ? अब यो पुलमा चढेर हामी जान्छौँ। 1 घन्टा घुमेको 12,000 रुपियाँ पैसा अरे। अब कहाँ लाने हो थाहा छैन। यो दाइले त यहीँसम्म ल्याएर छोडिदिनु हुने रहेछ। र यहाँ चाहिँ हरेकमा भगवान् गणेश र ऊबाट चाहिँ के पो गणेश बुद्ध यसो मान्छौँ त भाइ। कति अरे? 1000
ए 1000 हो बाँधिन 5000 बाँधिन 10,000 डलर डलर हजार 10,000 11,000 12,000 ओके थ्याङ्क यू सर वेजिटेरियन और नॉन वेजिटेरियन नन भेज नॉन वेज ओके त्यसले के खुवाउनु आँट्यो यार ननभेज बट ओन्ली चिकन मटन अन्ली चिकन न फिस पनि खाइन्छ लु जाउँ अब हाम्रो यात्रा कति बेर वेट अरे ओके हामी अब गो 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 योमा जाने भयौँ हामी लगभग श्रीलङ्काको गाउँतिर हिँड्न सुरु गऱ्यौँ यति स्पिडमा हिँड्दा रहेछन् कि आम्मामा यो त गाडी के कुद्छ र गाडीभन्दा पनि स्पिडमा र गाउँको बाटोहरू पनि सानो बाटो छ तर पुरै पिच अनि मान्छेहरूको घर हेर्नु न यहाँ धान असारमा पाक्दो रहेछ क्या यो अचम्मको कुरो चाहिँ धान पाकिरहेछ हाम्रो असारमा रोप्छौँ यहाँ असारमा धान पाक्ने रहेछ जब अगाडिबाट गाडीहरू आए अनि बिस्तारै कुद्दा रहेछन् अब यस पछाडि हामी कहाँ पुग्छौँ भने कता पुग्छौँ थाहा नै छैन नि अब आएको गाउँ होइन अब कता कता पुग्छौँ हेर्दै जाउँ स्पिड चाहिँ खत्रै स्पिडमा लानु हुँदो रहेछ तर अब यो जनावरहरूले दुःख पाएको भन्दा पनि अब उहाँहरूले पनि यही चिजबाट चाहिँ गरेर खानुभएको छ जस्तै यो बुवा कति वर्ष पुग्नुभयो 70 वर्ष त पुग्नुभयो होला हेर्दाखेरि होइन सुन्दैन केही पनि उहाँले हामी यो यति ठुलो पोखरी छ नि यो पोखरीको जहाँसम्म लाग्छ के हो यहाँ त सिङ्ग पनि छ क्या हो ए सिग्रिया यतैबाट जाने हो पौडी खेलिरहेछन् यहाँ मान्छेहरू खोलामा तर हामी पनि उलेर आउनुपर्ने बेला भएछ यार बेलुका चाहिँ आएर हिँड्दै आउँदा पनि टाढै हो ए अटोमा ल्यायो नि त अन्त यो चाहिँ श्रीलङ्काको गाउँ हो र यहाँले देख्न सक्नुहुन्छ यहाँका घरका डिजाइनहरू ठ्याक्कै अहिले हेर्दा चाहिँ नेपालको तराईको स्टाइलको अलिअलि आउन थाल्यो चिटिक्क परेका घरहरू हुने रहेछन् र यहाँ सबै मान्छेहरू बुद्ध धर्ममा प्रायले चाहिँ बिलिभ गर्नुहुन्छ हरेकको अगाडि भगवान् बुद्ध गणेश त्यो चिजहरू चाहिँ यहाँ हुन्छ अनि अब कता पुगिन्छ रावणको दरबार हेर्नुभएको छ कि छैन यहाँको त विश्वलाई अचम्म पार्ने रावणकालीन कथाको रावण जसको शिवका भक्त थिए उहाँमा असीमित क्षमता थियो त्यही बेलामा पुष्पक विमानमा सवार गर्ने यही ठाउँ है जुन ठाउँ हामी जाँदैछौँ यहीँबाट टाढा छैन त्यो ठाउँमा चाहिँ रावणको घर यही एरिया हो लोकल एरिया आजभन्दा हजारौँ वर्ष पहिले यही ठाउँबाट जनकपुर धाममा गएर सीता माताको लागि चाहिँ रावण पुगेको भन्ने त्यही त होला नि होइन अब त्यो बेलाको कुरा हो अहिले हो भन्नुभन्दा पनि होला भन्नु पर्यो होइन हामीले ग्रन्थतिर देखेको र अब यहाँ श्रीलङ्काको मान्छेहरूले चाहिँ नेपालबाट सीता मातालाई अब गाडीले एकैचोटि गोरुले एकैचोटि गियर बढायो यार अनि स्पिड त अनि पुरै नै रहेछ नि कस्तो रहेछ भने यहाँ हेर्नु त सिँगै कस्ता छन् हट
आमा किन ट्र्याक भन्दा तल रिसायो त यार गोरु त हेर्दा हेर्दै यतापट्टि खोला यतापट्टि होइन गोरु रिसाए गोरु रिसाए अम्म कत्रो खोला आयो उपर अब हामी त्यहीँ जाने होला ए यहाँ रोक्ने ठाउँ रहेछ नि त त्यही भएर उनीहरू यता आयो क्या स्टप ए अगाडिपट्टिको ठ्याक्क खोलिदिँदाखेरि अब रोके हेर्नु त अब यहाँबाट हामी आज यही गाउँमा बस्न भनेपछि हामी श्रीलङ्काको यात्रा जानुपर्ने रावणको दरबारमा थियो तर त्यहाँ रोकेर यही ठाउँमा बसेका छौँ भोलि बिहानै फेरि अर्को एउटा भिडियो हाल्दैछु मैले जुन चाहिँ हजारौँ वर्ष पुरानो बुद्धको एउटा भिरभित्र लुकाएर राखेको मन्दिर या त मूर्ति छ र यहाँ चाहिँ गोरुको यसरी हेर्नु नम्बर लेखिँदो रहेछ यति नम्बरको गाडी या त यो गोरुको आइडेन्टिटी होला नि 196 भनेर यसरी अनि अर्कोमा पनि ठ्याक्कै त्यसरी नै देखेँ मैले यो यति भनेर सायद यो केले हो थाहा भएन र यो तेस्रो भिडियो हो योभन्दा पछाडि धेरै भिडियोहरू आउँदैछन् योभन्दा अगाडि पनि 2टा भिडियो आइसकेका छन् कसले हेर्नु हुँदैछ निरन्तर हेर्नेले कमेन्ट गर्दै जानु होला धेरै हेर्नुपर्ने भिडियोहरू आउँदैछन् श्रीलङ्कादेखि सब्स्क्राइब गरिराख्नु होला लाइक गर्नु होला अन्तिमसम्म हेर्नेले कमेन्ट पनि गर्दै गर्नु होला है त ल अर्को भिडियोमा छुटौँ यो भिडियो ल अर्को भिडियोमा चाहिँ भेटौँ यो भिडियो चाहिँ यहीँ सकेँ मैले योभन्दा अघिका 2टा भिडियो हेर्नुभएको छैन भने त्यो गएर हेर्नु होला है त आयो बिर्ता मोडमा आमा फर्निचर सबैको पहिलो रोजाइ